हेलो सेवा नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ रुबी राई मकबाङ च्यानलमा। साथीहरू सदा चाहिँ आज पनि मकबाङ भिडियो लिएर आइसकेको छु। अनि आज नि आमाले साथ दिनुहुँदैछ मलाई चाहिँ। अनि हाम्रो चाहिँ खानामा के छ भने साथीहरू यो चाहिँ चामलको पिठो अनि कोदो अनि फापरको पिठो तीन चिज मिक्स गरेको ढिँडो छ। अनि रायो साग अनि यहाँ अक्कबरे खोर्सानी, यहाँ टमाटर अदुवा लसुन हालेको अचार छ। अनि यहाँ चाहिँ खसीको मासु छ। अनि सलादमा चाहिँ गाजर र मुला मात्रै छ साथीहरू आज चाहिँ हामीसँग। अनि मैले चाहिँ चामलको भात पनि राखेको छु है साथीहरू। यति ढिँडो खाएर चामलको भात खान्छु खाँदिनँ हेर्नु होला अन्तिमसम्म। हेर्नुहोस् है, म चाहिँ साथीहरू बिरालुले नाग्नु नसक्ने ढेँडो खाँदैछु, हेरिदिनुहोस् खाइसक्छु कि खाइसक्दिनँ। ल खाऊँ ल खाऊँ है साथीहरू। सेलाइसक्यो है, भोक लागेर 12 क्रस भइसक्यो। ओहो हो 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 हो। फर्स्ट बाइट हजुरहरूलाई सुरु गरेँ ल। यो ढिँडो चाहिँ आहा आहा कस्तो मिठो भएछ। आमा मिठो छ? मिठो। अस्ति खाएको औँसी माता खाएको, आज चाहिँ पुर्ने मम्मी भान्सा खाएको। ढिँडो देखिहाल्नुभयो होला साथीहरू। आमालाई चाहिँ ढिँडो थोरै एकदम छ मन मेरो पर्छ। ढेँडो त, उस्तैले 3 जनाले खाइसक्दैन। यो ढिँडो चाहिँ निलेर खानु चबाएर होइन भन्नुहुन्छ साथीहरू। आज चाहिँ झन् भिडियो बनाउनु ढिलो भएर ढिँडो एकदम चाम्रो भएको छ। हाम्रो चाहिँ चबाएरै खाने बानी छ ल। सबैतिर पिरो रहेछ। खोर्सानी त एउटा चाहिँ खाइन्छ होला। यस्तो मिठो छैन। मिठो मग बास्ना के यो खोर्सानीको। यहाँ चाहिँ थप्ने राखेको थिएँ, बिर्सेछु भन्नु साथीहरू। सुँगुरको बोसो जस्तो छ खसीको मासु पनि। सर्किनु भयो आमा। आहा साह्रै सर्किनु भयो आमा त। अक्कबरे छ सबैतिर साथीहरू। सब्जी चाहिँ तातै छ र। अक्कबरे खोर्सानी चिमटेको थियो अघि, नङभित्रै पिरो भएर। सबैमा पिरो छ, सागमा पनि सबैमा। सबैमा अक्कबरेले बजारे। नचबाई निल्नुपर्छ भन्नुहुन्छ, आउँदैन के गर्नु। भित्र त तातै रहेछ है ढिँडो।
पिरो खान नसक्ने मान्छे साथीहरू यो अक्कबरे खोर्सानी चाहिँ 2-3टा सधैँ खाएर म चाहिँ चामलको भातै हेर्दैछु है। पिरो खाएपछि चाहिँ झन् धेरै तातो हुन्छ साथीहरू। अब यो ढेँडो नचबाई निल्ने साथीहरूले भन्नु चाहिँ यो सागसँग नि यतिकै निल्नुहुन्छ। खानेले त साग एकपट्टि पारेर भए पनि निलिहाल्नुहुन्छ नि। म चाहिँ भात खान्छु। मलाई चाहिँ आमा सर्केर खोक्नु थाल्नु भएर मात्रै, नत्र मलाई जितिसक्नुहुन्थ्यो आमाले। मासु पनि कम्ता त छैन त। ओहो यो पो त भात। यो झन् ढेँडो झन् अर्ग्यानिक हो। यो ढेँडो खाने मान्छेलाई रोग लाग्दैन। चामलको खाने भात खानेलाई रोग लाग्छ। भातै भइएछ क्या। सलाद पनि खानु है आमा। खाइसक्नु लाग्नु भयो आमाले ढिलो। अझै खानु नि आमा ढेँडो? पुग्यो। पुग्यो। 2 हलको मेलो जोत्ने मान्छेले जति खाए आझै पनि खानु हो नि त राम्रामा। कुरकुरे।
पर्खिनु लामा म भात खान्छु ल ल ल ढिँडोहरू नि साथीहरू थुक्पाहरू खाएपछि नि पनि मलाई चाहिँ यो भातकै तिर्सना आइराख्ने क्या भातै खाउँ खाउँ लाग्ने खोर्सानी चाहिँ भन्नुहुन्छ भने त बोसो देखो पेटै पोलेर पिरोले अचार चाहिँ झन् धेरै खानु सकिनँ साथीहरू टोकेर यत्रो खाइसक्यो 6-7वटा हालिदिएको त्यहाँ पनि आमा तरकारी खानु पुग्यो यही राख्नु पर्यो है कसले म यहाँ लगाइरहेछ हड्डी टोक्न मन लाग्छ दाँत खुस्किन्छ होला हौ यस्तै उमेरमा खुस्किन्छ चाहिँ उमेरले गर्छ त यस्तो मासु लुछ्यो भने दाँत जान्छ त्यस्तो धराप छ ल साह्रै मिठो गरेर खायो बोल्न नि नभए पर्खाल जस्तै भयो गाउँतिर पो भत्केको बारीमा पर्खाल लाग्दो त्यस्तै ढेँडो त पर्खाल लाग्यो नचबाई निल्नु हो र चबाए पनि त पर्खाले भयो अलिअलि त चबाउनु परेन यस्तो मजाले निल्नुहुन्छ कि मैले पनि भिडियोमै देखेको पहिले त थाहा थिएन नि त सुनेको मात्रै थिएँ माथि गाउँको फलानाले नचबाई कुखुराले मकैको दाना निले जस्तो निल्छ भन्नुहुन्थ्यो आमाले यही युट्युब च्यानल खोलेदेखि चाहिँ साथीहरूको भिडियो यसो हेर्दा कस्तो मजाले कति मजाले गुत्लु खान्छ म आफू त जाने पो ल साथीहरू एकदम मिठो भयो है ढिँडोलाई चाहिँ ठ्याक्कै पुग्यो क्या आमाको त अझै उब्रेछ अलिकति उब्रो ढिँडो चाहिँ एकदम मन पराउनुहुन्छ यतिन्जेलसम्म भिडियो हेरेर साथ सपोर्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट गर्न नबिर्सनु होला नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई के गर्नुपर्छ रे आमा सब्सक्राइब गरिदिनुपर्छ भन्ने आउँदैन सब्सक्राइब गरिदिनु लाइक गरिदिनु ल यति भन्दै बिदा चाहन्छौँ बाई बाई बाई